लाग्यो घरतिर प्रेमलाई चाहिँ चाहिँ पुरै राम्रो छ हामी त अस्ति भाइको कैदीहरू जस्तो देखेर कैदी भनेर फेरि हामीलाई अस्ति हामी त्यस्तै लाग्यो झरना छ त्यसपछि पानी आउँछ त्यहाँ पुरै पहिला सेतै हुन्थ्यो अहिले त्यो पोहोरको बाढीले गर्दाखेरि यस्तो बगरै बगर पाखा हेलो प्रिन्स मिदा हेर टाउको ड्याममा होला गाडी पिँढी हाम्रो गफ यस्तो थियो त्यहाँबाट खिच्दैन हाम्रो म जत्रै मान्छे बोकाएर गफ लाउँदा त्यस्तो रमाइलो भइरहेको थियो है ठुलो भइसक्छ म त यो चाहिँ अब सिन्धुलीको पालो स्टार्ट भयो होइन फ्रेन्ड सिन्धुली स्टार्ट भयो है इन्द्र पुग्यो यता हेरेर भन इन्द्र पुग्यो 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 होइन जाने हामीसँग खाँदोसँग नजाने हेलो भन के रे हेलो हामी प्रिन्स भनेको खोइ त कस्तो भइरहेछ काखमा सुती आउन ल काखमा सुती आउन पाउँदा कस्तो भइरहेछ लु भन ल रमाइलो भयो कति घन्टा निदा थाहा छ तिमीलाई थाहा छैन 1 घन्टा सपनामा के देख्यो सपना देखेको थिएन अघि आइया धेरै रहेछ है बसमा हामीसँग सिन्धुलीमा भेटेको बाबु है एकदमै रमाइलो खालको तर अघि 1 घन्टा निदा आयो है तिमी
त्यही बाटो हुँदै जाने अब यही बाटोको मुनि मुनि हुँदै चेन्ज भएछ नि त अनि राख्नु एक वर्षमा त्यो धेरै चेन्ज भइसकेछ आछु हामीलाई गाडी त्यहाँ कुरिरहेछ घर जान लागेको अब उहाँहरूले ल्यायो हो पछाडि त्यस्तो खोलाको छेउमा कम्ता गर्नु हुँदैन यता तल तल झन् गर्मी गर्मी बाटोको हालत चाहिँ यस्तो अनि पानी पानी पर्छ गाडी पुरा गुड्ने फाइनली त्यहाँ अब प्रस्थान रोड नबिग्रिनु त कस्तो राम्रो छ यतातिर चाहिँ धेरै नै रोड बिग्रेको रहेछ है हामी होइन अगाडि हो हामी त फाइनली हामी घर आइपुग्यौँ गाडीले ल्याएर छोडिदिनु होइन भारी चाहिँ अब घरसम्म चाहिँ तिमीहरूले बोका न घाम यस्तो छ भगवान् बिजोगले हिजोदेखि गाडीबाट हिँडेको गाडीमा यस्तो सेफ्टी दिए आयो कसम ए म त के सामान छुट्यो सोचिरह यति ब्याग पनि बोकेर हिँड्न सक्दैन अब दसैँमा घर आइपुग्यो गाइज लु अब जति बोकायो नि घर नजिक आइपुगिसक्यो त्यो त बोक्दिनँ अब घामले चाहिँ टिलीले तालु नै पड्क्यो अफ्रिकन जत्तिकै भइसक्यो घर त कति सुनसान भइरहेको रहेछ नि त खैरे त्यो घरमा को हुनुहुन्छ भनेर आएको त मान्छेहरू त पुरै ए घर सजाउँदै रहेछ नि भाइ बत्ती बालेर गर न ल उता राख कुखुरा चिक्नलाई चारो छैन यहाँ केलाइदिनु पर्यो भन्दै गर्न जाऊ चुचुलाई नमस्ते चुचु बिबीलाई उता चिनेन क्या नमस्ते नमस्ते भन न अनि पिपीलाई खोइ त पिपीलाई दाक्सु गर्नु भ्या खाइन के दाक्सु भन्छ नि दाक्सु बिर्सेको होला नि त